आमा गुरु के हो हजुरलाई? धेरै पछि सपनामा शान्तिलाई देखेँ मैले। शान्ति? को शान्ति? टुल्कीको आमा। ए शान्तिले सपनामा आयो। एउटा छोरीलाई पनि राम्रोसँग राख्नु सक्नु भएन, घरबाटै लखट्नु भयो भनेर कस्तो नराम्रोसँग भन्यो मलाई। अब किन नराम्रो मान्नुहुन्छ नि? हजुरले छोरीलाई सम्झेर सुत्नु भयो होला, त्यही भएर त्यस्तो सपना देख्नुभयो। नराम्रो मान्नुपर्ने त कुरै छैन नि। शान्तिले मलाई सपनामा आएर कस्तो नराम्रोसँग गाली गरेर गए। अब तपाईँको सपनामा आएर गाली गर्ने त्यो शान्तिले टुल्कीको मामाको सपनामा गएर मेरी छोरीलाई किन राखेको, उसै घर पठाइदेऊ भनेर भन्दा त भइहाल्थ्यो नि। ल ल म तपाईँलाई सपनामै आएर गाली गरेको पिरिरहेको हो भने गएर टुल्कीले ल्याए भइहाल्यो नि। अब दिउँसो घरमा पनि म एक्लै हुन्छु, यसो तातो चिसो भए पनि पानी तताएर खान दिन्थे। नमस्कार जय साहब। हजुर यहाँ कतिखेर आइपुग्नु भयो? अघि नै आएको। बुढा ए बुढा बाहिर आउनुहोस् त। ए जय साहब आउनु भएको छ। ज्वाइँ साहब आउनुभएको छ भने दर्शन गर, चियासिया पकाएर खाँदै भित्र राख। किन चिच्चाउनु पर्यो? गल्ती भयो। गल्ती तपाईँहरूको होइन ज्वाइँ साहब, गल्ती मेरो हो। जुन दिन तपाईँले दोस्रो बिहा गर्नुभयो तपाईँहरूलाई भान्जी काँडो भयो। त्यसपछि मैले बुझेर पहिले भान्जीलाई यहाँ ल्याउनु पर्दैन। गल्ती त मेरो ज्वाइँ साहब, तपाईँको होइन।
चिया ज्वाइँ साहब। आमा हिजो राति मेरो बुढाले नि तँ मेरो सौता बनाउँदै छ टुल्कीकी आमा त्यसलाई सपनामा देखेका अरे। टुल्कीकी आमा सपनामा आएर एउटी छोरीलाई पनि राम्रोसँग पाल्न सकेनौ भनेर सपनामा थर्काइ रे। त्यही भएर नि ज्वाइँ त टुल्कीलाई लिन उसको मामा घर गएका छन्। हो र किन पठाएको त? सम्झाइ बुझाइ गरेर टुल्कीलाई लिन नपठा भए हुन्थ्यो। होइन होइन आमा अब त्यो टुल्कीले यहाँ घरमा ल्यायो भने पनि मलाई काम सघाउँछ काम लाउनु परेन। अब मेरो पनि त दिनदिनै स्थिति यस्तो भएको छ म पनि दिनदिनै कमजोर हुन्छु अनि घरको काम सबै त्यसले गर्छ नि त मलाई सजिलो हुन्छ नि त आमा। त्यो पनि हो हुन त। अब टुल्कीलाई लिन भनेर जानु भएको छ ज्वाइँ जसरी पनि ल्याउला नि त। ल ल आमा त्यही कुरा कहिले सुनाउँ भएको थियो त्यही भएर हजुरलाई फोन गरेको नि। भन्नु परिहाल्यो नि छोरी। अहिले राखेँ है आमा। ल ल ल म तिमीलाई लिन आएको दाइ। मलाई थाहा छ मेरो गल्ती भयो। अब मबाट कहिले गल्ती हुँदैन दाइ। म छोरीलाई घर लान्छु दाइ। अहिले भान्जीको पढाइ बिग्रिन्छ, पछि छुट्टी हुँदा 2-4 दिनको लागि लैजानु होला। अब म छोरीलाई उतै लगाएर पढाउँछु। यत्रो वर्षसम्म पढाइहाल्नु भयो नि। उसँगका साथीहरू 4-5 क्लास पुगिसक्यो। अहिले नानी 1 क्लासमा भर्ना गरेर आएको छु। पहिलेदेखि मलाई छोरीलाई पढाउनु त इच्छा थियो दाइ, तर के गर्नु कहिले के मिल्दैन कहिले के मिल्दैन त्यसैले पढाउन सकिनँ दाइ। विश्वास गर्नुहोस् अब म छोरीलाई पढाउँछु दाइ। तपाईँको छोरी हो भन्नुहोस् फकाउनुहोस् माने लिएर जानुहोस्। छोरी तिमी मसँग घर आइन, म तिमीलाई घर नजिकको स्कुलमा पढाउँछु छोरी। म जान्न, तपाईँहरूले मलाई पढाउनुहुन्न। मैले अस्ति नैदेखि पढ्छु बाबा भनेको थिएँ, तपाईँले मलाई पढाउनु भयो। म त अब मामा घरै बसेर पढ्छु, अब म घर जान्न। छोरी तिमीलाई तिम्रो सानमाले कति माया गर्छ, तिमी नभएर घरै सुन्ने पो भनेर भनिरहेछ। त्यसैले छोरी घर जाम हिँड्ने छोरी। तपाईँले मुखले ठिक्क पार्नु भएको हो। आमाले मलाई माया गर्नुहुन्न। तपाईँको अगाडि मात्रै सानी आमाले माया गरेको जस्तो नाटक गर्नुहुन्छ। तपाईँ नभएको बेला सानी आमाले मलाई पिट्नुहुन्छ, गाली गर्नुहुन्छ। यो त मैले तपाईँलाई भनेकै छैन। तपाईँ काममा जाने बित्तिकै सानी आमाले मलाई बाँधेर पिट्नुहुन्छ। घरको काम सबै मलाई गर्नुहुन्छ। मलाई औषधि गर्न लाने भनेर रातभरि जङ्गलमा लगेर बाँध्नुहुन्छ। मलाई सानी आमा र हजुरआमा मिलेर जोगीलाई दिएर पठाउनु भएको। हजुरआमाको घरमा जाँदा मलाई मार्ने सल्लाह गरेका। छोरी बाबा तिमीले यो कुरा मलाई किन नभनेको? बाबा किन मलाई नभनेको यो कुरा? हजुरलाई भन्यो भने सानी आमाले मलाई मारिदिन्छु भन्नुभएको थियो, त्यसैले नभनेको। सुन्नु भयो नि भान्जी कुरा? बिना भान्जी जाम स्कुल।
ठिक्क पार्नु भएको आमाले मलाई माया गर्नुहुन्न तपाईँको अगाडि मात्रै सानीआमाले माया गरेको जस्तो नाटक हुनुहुन्छ तपाईँ नभएको बेला सानीआमाले मलाई पिट्नुहुन्छ गाली गर्नुहुन्छ यो त मैले तपाईँलाई भनेकै छैन तपाईँ काममा जाने बित्तिकै सानीआमाले मलाई बाँधेर पिट्नुहुन्छ घरको काम सबै मलाई गर भन्नुहुन्छ मलाई औषधि गर्न लानु भनेर रातभरि जङ्गलमा लगेर बाँध्नुहुन्छ मलाई सानी आमा र हजुरआमा मिलेर जोगीलाई दिएको थियो हजुरआमाको घरमा जाँदा मलाई मायामै सल्लाह गरेका आउँछ है यो लेख्न आउँछ सबैलाई आउँछ अनि मनमा हेर है त धान र रायो मध्ये कुन अन्नबाली हो अनि मकै पनि हो अर्को के हो त कोदो होला भन त अन्नबाली के पर्छ धान भइसक्यो तिमीलाई साथी भर्खर आएको है घरनाबाट भर्खर आएको छ उनीलाई थाहा छैन तिमीहरू सबैले के गर्यो सिकाइदेऊ ल साथीसँग मिलेर बस्नु सिकाइदेऊ ल अर्को के पर्छ त अन्नबालीमा अब यो घरमा बस्ने कुनै अधिकार छैन बुझिस् तँलाई निस्किहाल खुलुक्क गरिहाल मैले तँलाई बिहे गर्नुभन्दा अगाडि भनेको थिएँ र मैले बिहे गर्नुको प्रमुख कारण भने छोरी एक्लो हुन्छ भनेर हो म तेरो अगाडि हुँदाखेरि तैँले छोरीलाई मायाको नाटक गर्ने र
तर म नहुँदा छोरीलाई तैँले कुट्ने पिट्ने अहिले टुल्कीलाई धेरैचोटि मार्न खोजी छैन अहिले टुल्कीलाई जोगीलाई सुत्तिर पठाइ फुक्क पापी फुक्क अहिले टुल्कीलाई औषधि गर्न लान्छु भनेर रातभरि जङ्गलमा बाँधेर राखिस् होइन ठिक्क पर्यो चण्डिकालाई आखिर सत्यको जित हुन्छ भन्थे भएरै छोड्यो
आज भान्जीको कुरा सुन्दा अचम्म लाग्यो। भन्नै बेलामा भान्जीलाई घरमा ल्याइछ, नै भने त्यो आमा छोरीले मार्दो रहेछ। हो बुढा, बिहान भान्जीको कुरा सुन्दा मलाई पनि नरमाइलो लाग्यो। आखिर सौतिनी आमा भनेको सौतिनी आमा नै हुँदो रहेछन्। अबदेखि भान्जीलाई घर नपठाउँ है, यही पालौँ। फेरि भान्जा भान्जी पालेको धर्म पनि हुन्छ भन्छन्। मैले त तँलाई पहिल्यैदेखि भनेको नि, भान्जीलाई ल्याएर यहीँ राखौँ भनेर। तँ बेला बेलामा बटाएर जान्छस्। बल्ल तेरो अहिले बुद्धि आएछ, अब त्यहीँ गर्नु पर्यो। अब सौतिनी आमाले नराम्रो व्यवहार गर्छिन् भन्ने हामीलाई के थाहा त? बाहिरबाट हेर्दा राम्रै गर्थिन्, भित्रभित्र त्यस्तो गर्दिरहेछन्। बिचरा ती भान्जीले कति पीडा सहेर बसिरहेछन् त्यो घरमा। आज बल्ल भन्दाखेरि त म छक्क परेँ। यो त मेरो छोरी चढिएको जस्तो आवाज छ। छोरी के भयो? दिदी किन रुनु भएको? भन न छोरी के भयो? आमा, मलाई ज्वाइँले घरबाट निकालिदिनु भयो। ज्वाइँले घरबाट निकाल्नु भयो अरे? किन? ठुल्कीलाई लिन भनेर ज्वाइँ ठुल्कीको मामा घर जानु भएको थियो। ठुल्कीले त हाम्रो सबै कुरा भनिदिन्छ आमा। हाम्रो सबै कुराको पर्दाफास भयो आमा। अनि ज्वाइँले आएर